देशको अहिलेको राजनीतिक परिस्थितिबारे आज विभिन्न दलका बैठक जारी। सङ्गठन विस्तार र आगामी राजनीतिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय बैठक आज बस्दै। यस वर्ष वसन्तयाममा सगरमाथा आरोहणका लागि रेकर्ड सङ्ख्यामा अनुमति जारी। देशका पहाडी र हिमाली क्षेत्रमा मेघार्जन सहित वर्षाको सम्भावना रहेका मौसम विभागको पूर्वानुमान। नयाँ जलवायु आयोजना सञ्चालनमा आएपछि नेपालको विद्युतीय उत्पादन क्षमतामा उल्लेखनीय रूपमा वृद्धि। देशभर यातायात सहज बनाउन मुख्य राजमार्ग विस्तार गर्न सरकारको तयारी। विदेशी पर्यटकको आगमन बढ्दै जाँदा नेपालको पर्यटन क्षेत्रमा पुनः चल्यमान। खाद्य सुरक्षा सुनिश्चित गर्न कृषि उत्पादन बढाउने सरकारको कार्यक्रम। विद्यालय शिक्षा सुधारका लागि नयाँ नीति ल्याउने तयारीमा शिक्षा मन्त्रालय। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूको उत्साहजनक प्रदर्शन जारी। अब समाचार विस्तारमा। राजधानी काठमाडौँमा आज विभिन्न राजनीतिक दलहरूले बैठक आयोजना गरेका छन्। बैठकमा सरकारले आगामी नीति, आर्थिक अवस्था र सामुदायिक राष्ट्रिय विषयहरूमा छलफल भइरहेको जानकारी प्राप्त भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठकमा सङ्गठन विस्तार, पार्टीको आगामी कार्यक्रम तथा राजनीतिक रणनीतिबारे महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ। पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै अनुमति जारी गरिएको छ। 490 भन्दा बढी आरोहीलाई अनुमति दिएको जानकारी विभागले दिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघार्जन सहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। तराईका केही स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ। ऊर्जा मन्त्रालयका अनुसार पछिल्लो समय विभिन्न जलविद्युत आयोजनाहरू सञ्चालनमा आएपछि नेपालका कुल विद्युतीय उत्पादन क्षमता 4000 मेगावाट भन्दा बढी पुगेको छ। सरकारले देशका प्रमुख राजमार्गहरूको विस्तार तथा स्थानान्तरित गर्न आयोजना अघि बढाएको छ। यातायात व्यवस्थालाई सहज बनाउन नयाँ सडक तथा पुल निर्माणलाई प्राथमिकता दिएको बताइएको छ। पर्यटन व्यवसायहरूका अनुसार पछिल्लो समय नेपालका आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ, जसले पर्यटन क्षेत्रलाई पुनः सक्रिय बनाएको छ। कृषि मन्त्रालयले किसानलाई आधुनिक प्रविधि प्रयोग गर्न प्रोत्साहन दिँदै कृषि उत्पादन बढाउने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। शिक्षा मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि नयाँ नीति ल्याउने तयारी गरेको जनाएको छ। यसमा शिक्षा व्यवस्थापन तथा पाठ्यक्रम सुधारलाई विशेष प्राथमिकता दिइने बताइएको छ।